कविता द रिदम अफ पोएट्री यो प्राङ्गण यो अवसर जसले पाउनुभयो सायद उहाँहरू धेरै भाग्यमानी हुनुहुन्छ र म कार्यक्रमलाई ढिला नगरिकन मेरो शुभकामना सन्देशतर्फ अगाडि बढाउन चाहन्छु। आदरणीय विशेष धन्यवाद मेरो कविताको टिम, सम्पूर्ण जजेसहरू, आदरणीय आजका कार्यक्रमका सभाध्यक्ष महोदय, त्यसैगरी आजका कार्यक्रमका प्रमुख अतिथिज्यू, सम्पूर्ण जति पनि अतिथिगणहरू यहाँ उपस्थित हुनुहुन्छ, साहित्य प्रेमी, कला प्रेमी, यहाँहरू सम्पूर्णलाई मेरो सहृदय नमन। सर्वप्रथम यो माटो र भाषालाई शिर निहुराएर नमन गर्न चाहन्छु। त्यसपछि म धन्यवाद बेल्डाङ्गी नाट्य परिवार, त्यसमा पनि अझ यस कार्यक्रमका परिकल्पनाकार निर्देशक आदरणीय मेरो प्यारो भाइ केवल छेत्री, यहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। विशेष केवल भाइलाई एकचोटि उठेर पनि मेरो यो माइकलाई सुन्दै हुनुहुन्छ भने धेरै धेरै धन्यवाद केवल भाइ। त्यसै गरी यो ब्याकमा सपोर्ट रहेर विशेष भूमिका निर्वाह गर्नुहुने सहनिर्देशक आदरणीय पवित्र राई भनौँ, यहाँ कतै हुनुहुन्छ भने मेरो सम्मानलाई यहाँले स्वीकार गर्नुहुनेछ, एकचोटि अग्रभागमा आइदिनु हुनेछ। पवित्र राई बहिनी, यहाँलाई धेरै धेरै धन्यवाद। उहाँको आत्मबल, उहाँको साहस सदैव यस्तै रहिरहोस् र यो उहाँको साहस ममा पनि अलिअलि सरेर जाओस्। म उहाँको साहसलाई यहाँबाट लिएर जानेछु। त्यसै गरी निर्णायक मण्डल सम्पूर्णलाई म एकचोटि नाम लिन्छु। यहाँहरू पक्कै पनि यो मेरो सम्मानलाई यहाँहरूले उठेर सम्मान जनाइदिनु हुनेछ। आदरणीय निर्णायक मण्डल, अज्ञात दति सर, यहाँलाई ससम्मान मैले यहाँबाटै सम्मान गर्न चाहेँ। सुमन स्मारिका म्याम, यहाँलाई मैले सम्मान गर्न चाहेँ। त्यसै गरी हेमन यात्री सर, हेमन सर, यहाँलाई पनि यहाँबाटै सम्मान गर्न चाहेँ। त्यसै गरी उत्तम तुम्सा लिम्बू सर, यहाँलाई पनि यहाँबाटै सम्मान गर्न चाहेँ। त्यसै गरी जति पनि यो उहाँहरू त फ्रन्ट लाइनमा एज अ जजेसको रूपमा हुनुहुन्थ्यो, ब्याकमा बसेर एज अ मेन्टरका रूपमा जजसले सहयोग गर्नुभयो, उहाँहरू सम्पूर्णलाई, मेन्टर्सहरू कतिजना यहाँ उपस्थित हुनुहुन्छ, कतिजना उपस्थित हुनुहुन्न आज, तथापि यहाँहरू सम्पूर्णलाई मेरो तर्फबाट, व्यक्तिगत तर्फबाट र एज अ संस्थाका तर्फबाट पनि नमन गर्न चाहे। यहाँहरूको कार्यकुशलता आज अब केही क्षणमा देखिनेछ। हाम्रा टप 10 कन्टेस्टेन्टहरूको प्रतिभा आज यहाँ हामीले अन्तिम समयमा देख्न पाउनेछौँ। यहाँहरू सम्पूर्णलाई सम्झना, माया। त्यसै गरी सम्पूर्ण बेलाङ्गीवासी जुन यो माटोमा हुर्केर नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई बचाइराख्न यहाँहरूले ठुलो योगदान खेल्नु भएको जति पनि स्रष्टा सर्जकहरू यहाँ बेल्डाङ्गीमा हुनुहुन्छ, यो माटोमा हुनुहुन्छ, यहाँहरू, म यही माटोमा हुर्केर आज त्यो ठाउँमा पुग्दा पनि मैले आज यहाँ आएर गर्वका साथ भन्न सकेको छु। यहाँहरू सम्पूर्ण स्रष्टाहरूलाई एकचोटि हृदयबाटै नमन गर्न चाहे। यहाँका बेल्डाङ्गीका स्रष्टाहरू सम्पूर्णलाई र बेल्डाङ्गी व्यवस्थापन समिति जसले यो मेरो कवितालाई यहाँसम्म ल्याउन मद्दत गर्नुभयो, बेल्डाङ्गी व्यवस्थापन समिति, क्याम सचिवज्यू यहाँ नै हुनुहुन्छ। त्यसै गरी सम्पूर्ण जति पनि बेल्डाङ्गी व्यवस्थापन समितिका बुद्धिजीवी व्यक्तित्वहरू हुनुहुन्छ, यहाँहरूलाई पनि हार्दिक नमन र सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी यो म छोटो एउटा चर्चा पनि गर्न चाहेँ। त्यो के भन्दाखेरि विदेशमा बसेर पनि नेपाली भाषा र संस्कृतिलाई यहाँसम्म ल्याउनका निमित्त, अथवा भनौँ विदेशी भूमिमा बसेर पनि नेपाली भाषा र संस्कृतिको युद्ध गरेर आजसम्म नेपाली भाषालाई बचाइराख्नु हुने केही संस्थागत, केही मैले जानेका, जहाँ विदेशमा हामीसँगै सहकार्य गर्ने केही संस्थाहरूका म केही छोटकरीमा नाम यहाँ लिन चाहन्छु। किन भन्दा उहाँकै आत्मबल लिएर म यहाँ आएको छु, एज अ रिप्रेजेन्टेटिभ आएको छु अमेरिकाबाट, र उहाँहरूलाई सम्झिँदै म एज अ जिबिएलओ प्रेसिडेन्ट भएको नाताले म अन्य सङ्घ संस्थाहरूलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु यो माटोबाटै। त्यसमा साहित्य परिषद भुटानलाई म यहाँबाटै सम्झन चाहन्छु, सम्मान गर्न चाहन्छु। त्यसै गरी कोलम्बस साहित्यिक तथा सांस्कृतिक मञ्चलाई पनि म यहाँबाटै सम्मान र शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी त्रिवेणी साहित्य मञ्च हेरिसबर्गलाई पनि यहाँबाटै म यो माटोबाटै सम्मान गर्न चाहन्छु। त्यसै गरी साहित्य कला सङ्गम ल्याङ्कास्टर पेन्सिल्भेनियालाई पनि म यहाँबाटै सम्मान गर्न चाहन्छु। त्यसै गरी जसले नेपाली संस्कृतिलाई त्यो भूमिमा गएर पनि
एउटा पहिचान दिन सफल गरिरहनु भएको छ, जसमा हामीले सुनिरहेको नाम खल्ती पीडित, जसले ग्लोबल भुटनिस हिन्दू अर्गनाइजेसनलाई त्यो माटोमा पनि एज अ संस्कृति पहिचानलाई बचाउनका निमित्त उहाँले महत्त्वपूर्ण भूमिका खेलिरहनु भएको छ। उहाँलाई पनि यहाँबाट सम्झिन चाहन्छु। त्यसै गरी ओएचआरसी हेरिजबर्ग र अन्य मैले छुटेका जति पनि सामाजिक, साहित्यिक र सांस्कृतिक सङ्घ संस्थाहरू हुनुहुन्छ जो विदेशी माटोमा पनि नेपाली भाषा, कला, साहित्यलाई बचाउनका निमित्त अहम भूमिका खेलिरहनु भएको छ, उहाँहरूलाई यो माटोबाटै मेरो नमन र सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी भाषा र संस्कृतिको कुरा गर्दै गर्दा मैले बिर्सन नसक्ने केही नामहरू म यहाँ लगनशीलताका साथ, घमण्डका साथ मैले यो शब्द प्रयोग अलग तरिकाले गर्न सक्छु, माफ पनि पाउँछु। तर म जसले नेपाली भाषा संस्कृतिलाई लगनशीलताका साथ काम गरिरहनु हुने, एज अ मेरो व्यक्तिगत रूपमा पनि मेन्टरका रूपमा काम गरिरहने आदरणीय डेन्जोम साम्पाङ सर, जो चाहिँ जिबिएलओका फाउन्डर, प्रेसिडेन्ट र स्वीकारोक्ति दर्शनका प्रतिपादक पनि हुनुहुन्छ, म यहाँबाट उहाँलाई ससम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी कर्ण गुरुङ सर, जो जिबिएलओका फर्मर प्रेसिडेन्ट हुनुहुन्छ, उहाँलाई पनि म यस स्टेजबाट सम्मान व्यक्त गर्न चाहन्छु र अन्य जिबिएलओका सम्पूर्ण पदाधिकारी मित्रहरू, परिवार सम्पूर्णलाई यहाँबाटै नमन गर्न चाहे, सम्मान व्यक्त गर्न चाहे। अब एकछिन म केही मिनट शिक्षाको कुरा गर्न चाहन्छु, किन भन्दा शिक्षा प्रमुख हो। संस्कृति, भाषा बचाउनका निमित्त शिक्षाले पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। आज म विगत 7 वर्षदेखि नेपाली भाषा सिकेका हाम्रा केही नानी बाबुहरू, जसले विदेशी माटोमा जन्मिएर नेपाली भाषा पढेर आज पढ्दै जाँदाखेरि मलाई गर्व गर्ने बनाउनु भएको छ। उहाँहरू विदेशी माटोमा पनि नेपाली भाषा सिकेर अहिले विगत 7 वर्षदेखि सिक्दै हुनुहुन्छ र अहिले व्याकरणको शिक्षा उहाँहरूले हासिल गरिरहनु भएको छ। त्यस अन्तर्गत त्यो शिक्षालाई प्रदान गरिरहनु हुने, अनलाइन मार्फत शिक्षा प्रदान गरिरहनु हुने केही शिक्षकहरू आज यही प्राङ्गणमा हुनुहुन्छ। उहाँहरूलाई म यहाँबाटै नाम लिन्छु र यहाँहरू त्यहाँ उठेर सम्मान जनाइदिनु हुनेछ। म यहाँहरूलाई ससम्मान उठेर मेरो सम्मानलाई जनाइदिनु हुनेछ भन्ने पनि म अपेक्षा राख्दै म शिक्षकहरू आदरणीय लोकनाथ खनाल सरलाई म उठेर सम्मान गरिदिन अनुरोध गर्न चाहन्छु। उहाँ नै हुनुहुन्छ विगत 7 वर्षदेखि हामीले सञ्चालन गरेको ग्लोबल एडुकेसन प्रोग्राम, जसलाई हामी जिइपी भन्छौँ, त्यसका शिक्षक हुनुहुन्छ र अहिले हाम्रा भाइ बहिनीहरूले त्यो माटोमा जन्मेका भाइ बहिनीहरूले नेपाली भाषा सिकिरहेका छन् र जसले आज हामीले लेखेका कविताहरू उहाँहरूले पढ्न थाल्नु भएको छ। त्यो गर्व लागेको छ मलाई। त्यसै गरी अर्का एकजना शिक्षिका हुनुहुन्छ हामीसँग, खगिन्द्रा खुसी, यहाँलाई पनि म उठेर सम्मान जनाइदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँको पनि त्यत्तिकै योगदान छ यो नेपाली भाषा शिक्षा कार्यक्रममा। त्यसै गरी अर्का एकजना शिक्षिका हुनुहुन्थ्यो, आज अनुपस्थित हुनुभयो, तथापि उहाँ रिमा श्रेष्ठ म्याम हुनुहुन्छ। आज उहाँको स्वास्थ्यले साथ नदिएका कारण आज उपस्थित हुन सक्नु भएन, उहाँलाई पनि यहाँबाटै सम्झना। त्यसै गरी हाम्रा 2 जना पूर्व शिक्षक भर्खरै मात्र उहाँहरूले आफ्नो पढाइको सिलसिलामा केही वर्ष ब्रेक लिने भनेर हामीले उहाँहरूलाई केही वर्ष ब्रेक दिएका छौँ। उहाँहरूको नाम म यहाँबाटै लिन चाहन्छु। द्रौपदी प्रधान म्याम, उहाँलाई पनि मैले यहाँबाटै सम्मान व्यक्त गर्न चाहेँ। त्यसै गरी सबिना मल्ल म्याम, उहाँलाई पनि मैले यहाँबाटै सम्मान व्यक्त गर्न चाहेँ। अब अन्तिम चरणमा अर्को छोटो सम्मान, मैले आज यो मेरो कविता द रिदम अफ पोइट्रीका यहाँहरूले अहिले केही क्षणमा उहाँहरूको प्रस्तुतता दिनु नै हुनेछ, तथापि एज अ संस्थागत तर्फबाट म यहाँ उभिरहँदाखेरि मैले भुल्नु नहुने आजका टप 10 कन्टेस्टेन्टहरू जो यहाँ उपस्थित हुनुहुन्छ, उहाँहरूलाई पनि म यहाँबाटै ससम्मान यहाँबाटै व्यक्त गर्न चाहन्छु र उहाँहरूलाई पनि एकचोटि जोरदार ताली लगाइदिनु होला प्लिज। सम्पूर्ण टप 10 कन्टेस्टेन्टहरू र आजका टप 4 फाइनलिस्टहरू र टप 10 सम्पूर्ण कन्टेस्टेन्टहरूको हामी यहाँ प्रस्तुति पनि सुन्नेछौँ। र अन्तिममा जाँदै हामीलाई यो कार्यक्रमलाई केही गोल्डेन हार्ट्सहरू हुनुहुन्छ, हामीलाई सहयोग गर्ने केही
व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूको छोटो नाम लिन्छु र म यहाँबाट बिदा पनि भइहाल्छु। आदरणीय प्रकाश ढुङ्गाना सर जो चाहिँ ग्लोबल ताइक्वान्डोका सिइओ पनि हुनुहुन्छ, उहाँलाई पनि यहाँबाट सम्मान गर्न चाहे। त्यसै गरी आदरणीय पदम खनाल सर जो रियल्टर हुनुहुन्छ, उहाँलाई पनि यहाँबाट सम्मान व्यक्त गर्न चाहे। त्यसै गरी लीला मिश्रा सर जो इन्टरप्रेन्योर हुनुहुन्छ, उहाँलाई पनि यहाँबाट सम्मान व्यक्त गर्न चाहे। त्यसै गरी डिबी सारू जो साहित्यकार हुनुहुन्छ आफै र अहिले सारू ग्रोसरी चलाउनुहुन्छ, उहाँलाई पनि यहाँबाट सम्मान व्यक्त गर्न चाहे। त्यसै गरी एमपी ज्वेलरी हेरिसबर्गलाई पनि यहाँबाट सम्मान व्यक्त गर्न चाहे। त्यसै गरी अन्त्यमा नेत्र आचार्य जो आफैमा एउटा दर्बिलो स्रष्टा हुनुहुन्छ, कवि नेत्र आचार्य, उहाँलाई पनि यहाँबाट सम्मान व्यक्त गर्न चाहे। र अन्त्यमा म यहाँ उभिरहँदाखेरि मैले भुल्नै नहुने मेरी अर्धाङ्गिनी, त्यसै गरी मेरो सम्पूर्ण परिवार जसले मलाई यसरी यो स्टेजमा हजुरको समक्ष उभिएर यो काबिल बनाउने योगदान खेल्नु भएको छ, मेरा सम्पूर्ण परिवारजन र मेरो अर्धाङ्गिनी श्रीमतीलाई पनि म यहाँबाट सम्झना व्यक्त गर्दै यहाँहरू सम्पूर्णलाई आजको उपस्थितिका निमित्त हार्दिक हार्दिक स्वागत जनाउँदै यहाँहरू सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै मेरा दुई वचनहरू यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।